हाई एभ्रिवान, वेलकम टु आमा बुवा किचन। यो मलमासमा लसुन प्याज नभएको के खाजा खाने भनेर सोचिरहनु भएको छ भने आजको यो रेसिपी तपाईहरुको लागि पर्फेक्ट हुन सक्छ। आउनुहोस्, आजको यो भिडियोमा हामी मिठो दुध पुवा बनाउने छौं। दुध पुवा बनाउने आवश्यक सामग्री: 1 लिटर दुध, आधा केजी चामलको पिठो, सुक्मेलको धुलो र थोरै चिनी। सबभन्दा पहिले चामलको पिठोमा पानी हालेर बाक्लो ब्याटर तयार गर्ने। अब कराई राम्रोसँग तताउने अनि डाडुले चाहिँ ब्याटर हालेर गोलो आकारमा पुवा बनाउने। तपाईहरुले भिडियोमा पनि हेर्न सक्नुहुन्छ। भिडियोमा देखेको जस्तै माथि साना साना बबल्स आउन थाल्यो भने कन्सिस्टेन्सी एकदम पर्फेक्ट भएको बुझ्न सकिन्छ। अब एउटा साइड छोपेर करिब 5 मिनेटसम्म पकाउने। तपाईले भिडियोमा पनि हेर्न सक्नुहुन्छ। अनि अर्को साइड पनि 2-3 मिनेट राम्रोसँग पकाउने। यो भिडियोमा देखाइएको जसरी नै दुवै साइड राम्रोसँग पाकिसकेपछि निकालेर छुट्टै राख्ने। अब अर्को भाँडोमा दुधलाई मज्जाले उमाल्ने। भिडियोमा देखिएको जसरी दुध उम्लिसकेपछि त्यहाँ स्वाद अनुसार सुक्मेलको धुलो हाल्ने र स्वाद अनुसार चिनी पनि हाल्ने। यो भिडियोमा देखाइएको जसरी। अब फेरि केही समय दुधलाई उम्लिन दिने ताकि स्वाद राम्रोसँग मिसियोस् र मिठो होस्। अब तयार भएको पुवालाई तातो दुधमा हाल्ने र करिब 2-3 घण्टा भिज्नलाई छोड्दिने। यसरी गर्दा पुवा नरम, जुसी अनि अझ स्वादिलो हुन्छ। अन्त्यमा माथिबाट अलिकति सुक्मेलको पाउडर अथवा ड्राई फ्रुट्सहरू छर्केर पनि सर्भ गर्न सक्नुहुन्छ। एकचोटि बनाउनु भयो भने घरमा सबैले फेरि डिमान्ड गर्नुहुनेछ। यस्तै सजिलो अनि मिठो ट्रेडिसनल रेसिपीका लागि आमा बुवा किचनलाई फलो गर्न नभुल्नुहोला। थ्यांक यू फर वाचिङ।